हेलो हेलो केही त भनिदेऊ भ्युअर्सहरूलाई तिम्रो हेलो गाइस मान्छे देखेर लजाइछ बुढी आज चाहिँ हामी घुम्न आएको पिबी राति राति सबै प्याक हुँदैछ सामान त यहाँ लु अगाडि जाऊँ त होइन हाम्रो फेरि यहाँ बहिनी जो आएको छ आज भर्खरै आइपुगेको उनीहरूलाई डोलाएको बन्द हुनेहरूलाई ल्याएको छ बजार त लु हेर्न सक्नुहुन्छ सबै भट्टाभट बन्द गर्दैछ हेलो साथीहरू वेलकम टु माई च्यानल आज फेरि नयाँ ब्लग ल्याएको छु मेरो बहिनी र जोया आएको छ आज शिलङमा उनीहरूलाई घुमाउन आएको उता हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बुढी आयो मेरो उता चाहिँ छ बहिनी चाहिँ हेलो है भनिदेऊ ल जाउँ 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 अब यहाँ त सबै बन्द भएछ अगाडि लागौँ अहिले भएको छ 9:10 9 बजे त सबै बन्द गर्ने छ नि पुरा बन्द छ सबै के होइन हेर्न आएको आउँछ लु बाहिरको हाल खबर हेरौँ कस्तो छ साथीहरू लु हेर्नु नाइट भ्यू शिलङको साथीहरू ए यो पुरै बिल्डिङ छ हो साथीहरू पहिला त्यो भित्रको मार्केट थियो नि भर्खर सानो पुरा यहाँ थियो बाटोमा कत्रो रमाइलो हुन्थ्यो कस्तो रमाइलो हुन्थ्यो तर नि बाटोभरि सामान हुन्थ्यो अहिले भित्र छाड्दै बाटो सानो भयो भनेर हटाइदिएको नेपालमा जस्तो गरे छैन साइडमा सामानहरू राख्नु नहुने हो त्यस्तै गर्नु बालेनको देखेर होला एनसी बालेनको देखेर त काली न ओ साथीहरू उहाँ चाहिँ आई लभ शिलङ छ यहाँ चाहिँ क्लियर देखेको छैन फोनमा अहिले फोटो खिच्नुपर्छ चलो फलो मी गाइस फलो मी उयो छ नि यो ट्र्याटोरिया यो यहाँ चाहिँ लोकल खाना के यहाँको भातको खाना भात लोकल खतरा डिजाइनको प्यान्ट छ दाम पनि फेरि मिडियम छ कि त्यस्तो दाम छैन यहाँ जति टुरिस्ट आउँछ नि सबै यहाँ पस्छ कि तिमीहरू पनि पस्ने अहिले यिनीहरूलाई खिलाइदियो यहाँको लोकल अहिले दामी हुन्छ त मिठो हुन्छ हो न त फेरि औ झन् त्यो तुरुम्बाई खिलाइदियो भने त भाग्छ होला गुगनाको एउटा हुन्छ कि अचार यहाँको तुरुम्बाई भन्छ उयो गुनै गनान्छ हौ गुदै गनान्छ कस्तो गनान्छ नि यहाँ बनाएको वासम्म गनान्छ त्यही खतरा मिठो हुन्छ तर त्यो हो यहाँको होइन ट्रेडिसनल अन्त तिम्रो उयो खुन हालेको भात जडो भन्छ कहाँ जानवरको नि सुँगुरको के सुँगुरको खुन हाल्छ अदरक लसुन हालेर बनाउँछ कपडाहरू पनि छ यहाँ के मन पर्यो अरे तिमीलाई ब्राउन र स्वेटर ओ बहिनी यता आऊ न ऊ के मन पर्यो अरे तिम्रो बहिनीलाई बादमा हाम्रो अर्को पालि होइन उयो स्वेटर ब्राउन कलरको ब्राउन र व्हाइट हो त्यो हाफ छ ऊ पिज्जा हट्टा जाने हो पिज्जा खाने हो पिज्जा अनि पिज्जा खाने हो त पिज्जा खानु सकिन ए कहाँ हिँडेको भन ए कहाँ फाक्कामा हिँड्दै बस्छ कहाँ हिँडेको भात खाने डिनर त कहाँ
लालीले हुँदैन अरे भातै खानुपर्छ अरे लु लु जामा भात खाने ठाउँ कता छ होला साथी हेलो सोल्टिनी ऊ यहाँ खाने ऊ खतरा पान्छ किन त्यस्तो मुख बनाएको मजाक गरेको मजाक गरेको किन सिरियस भएको बिचरा अनुहार हेरेर अनुहार ऊ यहाँ तल हो के त्यसले पनि बन्द गरे जस्तै छ त्यसले पनि बन्द गरे जस्तै छ अँधेरो छ त हिँडबिर खतरा भएको छ नि त म्याडम फेरि बिहामै गएको जस्तै डेटिङ हिँडेको जस्तो होइन यो त केटी हाँसेको हेर्नु आएको अरे अब तँलाई यस्तो भने पनि सबैलाई टचर दिन्छु केटी हाँसेको भनेको नि अब यसलाई त्यो भने पनि टचर दिन्छु भातै नरुच्ने बनाइदिन्छु त्यति साह्रो नगर न हो किन केटी मस्केको हेरेको मैले हेर्दैन ओ अब डिनर गर्ने ठाउँ खोज्दा खोज्दा हत्तु भयो पुलिस बजारको एक राउन्ड लगाइसक्यो अब पुलिस बजार पछाडिपट्टि जानुपर्छ मेन रोडतिर ऊ आउँदैछ फेरि दुईजना सोल्टिनी होइन होइन जोस छ हामी चाहिँ यहाँ रेस्टुरेन्ट खोज्दैछौँ तब समय नजाराको मजा लिनुहोला यस्तो छ नाइट भ्यू उहाँ फेरि फोटोसुट हुँदैछ हेर्न सक्नुहुन्छ सबै दोकानहरू बन्द हुँदैछ नि त साथीहरू के गर्नु होला सबै बन्द भयो किन हो भिड लगाएको यसरी राम्रो देखेन हलेको भन्छ किन भिड लगाएको फोटो खिचेको रिप्लाई पान्न ल त फाइनली गाइस हामी यहाँ किम्पाउमा आइपुगे यो किम्पाउको नयाँ खोलेको रहेछ यहाँ मल्टी कुजन अब यतातिर जाम उताको त बन्द भएछ के खान्छौ त चमेली ए कडक चिया खान्छौ कि ऊ त्यहाँ भेट्टामा लेखेको छ मोटो पत्लो भन न मोटो पत्लो भन फोटो सुट हुँदैछ फेरि भाइले पुरा कराई हाल्नुपर्छ यस्तो यस्तो हुन्छ अहिले भात नपाउला गाइस खानु नपाउला अहिले छिटो छिटो होइन अहिले मेरो फोनमा राम्रो देख्छ एकछिन यस्तो पखेटा हेर न नि ए अहिले पान्ना के छिटो गर नपाए नपाओस् न मैले कोन्साको राति खान्छु मसँग नि खिच्यो साथीहरू ढिलो भइसक्यो यसै त 10 बजिसक्यो यिनीहरूको फोटो फेरि भ्यानमा अब म एक्लै जान्छ अर्डर दिइराख्नु पर्यो नि न त बन्द हुन्छ नि हौ A few moments later. चमेली अहिले खाइसकेर खिच्नु सक्छ त अहिले पाउँदैन के बन्द हुन्छ हो अहिले बन्द हुन्छ भन्दैछ खाइसकेर गरे नि हुन्थ्यो अहिले अर्को होटेल नखोज भने मलाई यिनीहरूको नाटकै खत्तम हुन्न खाएर हाना खेल्छ क्या अहिले कति आइटम त पान्न यिनीहरूको चाल देखेर त लु म त बाहिर बस्छु एकछिन गएर अब 1 hour later. लु हेर्नुहोस् यहाँ फोटो खिच्नुपर्छ नि बरु उहाँ खिच्दैछ अहिले खाना खाएर खिचौँ न यहाँ होइन खानासाना खाएर खिचौँ न लु बोलाउ न त हामी जाऊँ हामी अर्डर गरौँ ल ल अब पछि तिमी म भिडियो बनाइदिन्छु पछि हामी चाहिँ डिनर गर्नु लागि जाउँ न त होइन अर्डर लिउँ छिटो अर्डर देऊ अहिले बन्द हुन्छ यार छिटो बसौँ टेबलमा होइन यस्तो छ साथीहरू
लु है बस है चमेली 4 जनाकोमा यहीँ बसौँ यहीँ बसौँ कहाँ बस्ने कता कम्फर्टेबल लाग्छ यहाँ कुनापट्टि बसौँ नि उता बस यहाँ बस्छ यहीँ बसौँ नि लु बस बुढी बस बस ऊ कुर्सी निकालिदिए तिमीलाई मलाई पनि बस्नु भनेको कस्तो खुसी लागेको कस्तो हिरो हिरोइन जस्तो देखेको हो दुईजना नि होइन बुढाबुढी हो मैले चाहिँ हिरो हिरोइन देखेको हामी दुईजना आमा बाउ मम ड्याड चिजमा नजारा चाहिँ यस्तो छ यो चाहिँ नयाँ खोलेको हामी अघि नै गएको थियौँ नि त्यहाँ सुरुमा त्यो केटीले भन्थ्यो नि त्यो चाहिँ किम्पा हो यसको नयाँ यहाँ खोलिएको रहेछ यहाँबाट मजाको नि त्यहाँ नि राम्रो छ तर यहाँ चाहिँ एकदम राम्रो रहेछ लु आयो यहाँ त सर्भिस दिनु चेक गर दुईजनाले के खान्छौ भन म त फ्राई राइस खाने हो सुँगुरको बस के खानु पर्क फ्राई राइस भनिदियो मलाई के छ मेन्युमा के छ फ्राई राइस मिक्स खान्छु साथी म चाहिँ यो तिमी चाहिँ के खाने त्यही मगाउँ त्यसको आधा आधा खायो भक्कु हुन्छ त आँखा जान्छ सोटी मासुमा मात्रै आँखा जान्छ रामेन पनि पाउँदो रहेछ त राति रामेन खाने पिज्जा नि रहेछ इन्डियन कुजिन नै त रहेछ पिज्जा नि रहेछ मलाई त्यो मगाइदेऊ मिक्स फ्राई राइस मिक्स फ्राइड राइस तिम्रो नि अरू अरू केही कोही तिमी नि मिक्स खाऊ है दामी हुन्छ सबै हुन्छ त्यसमा तिमी के खाने 6 तिमी के खाने मुकुल तिमी के खान्छौ म 7 त्यही खान्छु धेरै त खान्न तिमी अलिकति चिकन टिक्का कबाब कबाब पनि मिठो हुन्छ नि तर सबै जग्गाको मिठो नहुँदो रहेछ जग्गा हेरी हेरी एकछिन हुन्छ कुक हेरी हेरी कस्तो छ अगर टेस्टी नै हुआ त कबाब छ इन्डियन कुजिन पुरा सच्चाइमा छ साथीहरू यहाँ म फ्राई राइसै खान्छु यत्रै हेरेर के भन्दै छैन अगाउने त्यही हो पेट अगाउने त्यसले हो मिठो नि मिठै हुन्छ तिमी मिक्स फ्राइड राइस मगाऊ मलाई एउटा सुप मात्रै चिकन सुप मात्रै मगाइदियो मजा आयो नखाने कि मैले भात खान्न खान्न भने मेरोबाट खान्छ नि डाइटिङ कस्तो अरे डाइटिङ देखाउ त नान मगाऊ बटर नान खानु नि नाइ म फ्राई राइस नान मगाऊ बटर नान दुईटा भिडियो नि बनाऊ करी के खानु नि करी मगाउँछु त कडी त त्यसमै हुन्छ फ्राई राइसमा कहाँ कडी हाल्ने मिक्सवाला 2 प्लेट फ्राई राइस मिक्स फ्राई राइस 2 प्लेट लो त 1 चिकन सुप सुपको त्यहाँ हेर त कति राम्रो फोनमा हेर नि तिमी त्यहाँ यहाँ नहेर ए ल विच चिकन यो छ चिकन मन्चुरियन मन्चु टोमयम ये नि स्पाइसी टो स्पाइसी खान्छ नि के देखाएको तिमीले यो देखाएको मान्छे देखाउन ल त गाइस अर्डर दियो यहाँ दाइलाई लिएर गयो अब के आउने हिस्सा यो टेबलमा हेरौँला खाएर बताउँला फिडब्याक दिनु ल लु अब आइटम आएपछि भिडियो बनाउँला तपाईँसँग रेस्ट इन पिस हेलो साथीहरू लु आयो अर्डर तिम्रो चाहिँ के अरे बुढी टमयम सुप चिकन हो नि चिकन टमयम टेस्ट छ दामी लाग्यो भ्याउँछ नि सबै बहिनी र मेरो चाहिँ यहाँ फ्राई राइस आयो अब अझै यहाँ आयो अर्को चाहिँ नयाँ नान र के अरे सब्जी चाहिँ
चिकन टिक्का मसाला चिकन टिक्का मसाला कडाईसँगै ल्याइदिएछ ओके थ्याङ्क यू ल यस्तो छ फुड आइटम साथीहरू हेर्नु होला इन्जोय गर्नु होला हामी त गर्छौँ के अरे हामी त खाने इन्जोय गर्ने हो नि हामी त इन्जोय गर्ने हेरेर गर्नु खानु मन लाग्यो रेस्टुरेन्ट जानु होला यहीँ आउनु एड्रेस लेखिदिउँला लु त साथी अब गम गम खाने हो भिडियो अफ गरिदिन्छु ल नरिसाउनु हो लु त सुरु भयो खाना खानु साथीहरू सबैले बहिनीको सेक पनि आइहाल्यो लु लु खाऊ 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 लु गुड रिएक्सन आयो उहाँबाट अब यता तर्फबाट कस्तो रिएक्सन उसलाई पनि मन परे जस्तै छ मलाई चाहिँ मन पर्यो राम्रो छ नि How was the taste? इच्छ्याउ Nilo lang. Doon na ako lang. साँच्ची गर्ने लु चाखा चमेली न एक ग्लास Boya. अब त सुप तिमीलाई कस्तो देख्ने सुप खाँदा Ang karami ka saan. अबि यति साह्रो त नभन है त्यो ब्ल्याक पेपर अनि मिक्स छ हुनै छैन यसमा मिठो छ वाइट एन्ड ब्ल्याक पेपर आजको डिनर हाम्रो यही हो गाइस हेर्नु होला अब खान्छु ल त साथीभाइहरू खानासाना भ्यायो हाम्रो भात भात चाहिँ अलिकति अरू सबैतिर बुढीलाई चाहिँ यो के अरे टमियन सुप मगाएको भाइले भनेर ज्वाइँले भनेर दामी हुन्छ भनेको थियो नि उनी कुक हो नि त अब हाम्रो ज्वाइनी सिनियर कुक हो तर उसले दामी हुन्छ भनेर मगाएको के अरे यहाँ चाहिँ नजान्ने रहेछ मसला टेस्ट राम्रो छैन खट्टा अमिलो छ अन्त प्लस टमाटर त्यसमा लागेको छ टमेटो सस मात्रै छ साथीहरू मजा आएन यो त अलिकति स्पाइसी अनि धाँडा कस्तो टाइपको हुन्छ भन्दै थियो ज्वाइँले ज्वाइँले भन्दैछ फेरि उसले पनि ज्वाइँ भन्नु थाल्यो त अहिले होइन तिमीहरूको तर्फबाट भनिदिएको नि त भिडियोमा चाहिँ यसमा चाहिँ धोका पाएँ साथीहरू हामीले भनिदिए फिडब्याक नै दिदिए अरू चाहिँ दामी भयो खायो नान चाहिँ प्याकिङ भयो बाँचेको हाल्नु हुँदैन नुन चाहिँ चोको लाग्यो मसला कस्तो लाग्यो ल मसलै छैन गर्दैन बिना मसलाको हुन्छ खाना ए सोप त लुकाइरहेको रहेछ त नि त्यहाँ कस्तो नदेखेको नि यता ल्याऊ ल्याउ छुट्टी यता ल्याऊ यता देऊ छुट्टी यता ल्याऊ फेरि बाटो लाग्यो फेरि बाटो लाग्यो बोकेर कुनामा गयो त होइन फेरि ऊ लु लु भेना त मसँग त्यस्तो के तिमी पनि जाऊ न त पछि पछि जाऊ ओ भन्छ परेन हौ छिटिहाल्छ हौ जान्छ मसँग त्यस्तो भोलि छ पर्ने छ निकट छ फेरि त्यहाँ उसले त खतरा गरे त नि घुम्न आने मान्छेहरूलाई त उल्टै बिल तिराइदियो के न इसका हिसाब बाद में दिन लेना पऱ्यो कानु ल्या पनि ल अहिले दिन त गएर त कानु ल्या फ्रेन्डली हुनु आँट्यो त धेरै फ्रेन्डली भयो त जोइलाई त अहिले दिन त कानु ल्या पनि कस्तो मुटुमा घोच्यो भन्दैौ न तिमीले हाम्रो जोइ सबले पैसा तिरे बिल पे गरे हाम्रो जोइ सबले बिल पे गरेर साप भन्न आँट्यो त ज्वाइँ भन्थ्यो त साप भयो त जोइ सब फोटो खिच्छ कि जाने जाने भिडियो बनाउनु के हामी ए बनाऊ न त बनाऊ फेरि नाचेको हेर्दै छ सबैमा सेन्ड गरे नि त्यो म के गर्ने भिडियो बनाउने ल यहाँ भिडियो बनाउनु पऱ्यो रे दुईजनालाई भन्नु ल तो बिचमा खपिने कि अगाडि हिँड्ने अगाडि हिँड्ने त लु है साथीहरू अब यहाँ सुटिङ हुन आँट्यो सपना ठुलो गानै गाना खतरा हिँडिदिन्छ हाम्रो बहिनी मेरो बहिनी हेर्नुहोस् यहाँ हिँडेर आउनु के ऊ हिँड्छ पछि अगाडि अगाडि तपाईँ चाहिँ पछाडि पछाडि 3 2 1 गो टिक टिक टिङ 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 रेडी भएर ऊ हिँड्दै आउँछ पछि पछि जाने तिमी एनाले के भन्छ म त भनेको ल अब अस्ति म आर भन्दै गाई जस्तो लुगा त
गाडी बिचमा घुस्नुपर्छ ए यो बोकेर घुस्छु नि यो बोकेर बस क्यामेरा अन गरेर दिइसक्यो गानै सेलेक्ट गरे लु त साथी फाइनली लु अब टिकटक भिडियो बन्न आँट्यो यहाँ लु निस्क न त निस्क राख्दै यहाँ राख्दै के बनायो हुँदैन नि गएर ला हाँस दियो फेरि अन नगरे रहेछ नि त भिडियो अन नभएछ नि त तिमी गीत सुन्ने बित्तिकै हिँडिहाल क्या ट्रिट ल त गाइस फाइनली अब मुकुलले नसके मैले बनाइदिएँ भिडियो फाइनली यस्तो भयो दुईजना सोल्टिनीहरू नाचेको देखाउ त कस्तो भन्छ अरे भिडियो हाम्रो भ्युअर्सले हेर्छ अरे गाना अलिक सामान ठुलो के भनेको त्यस्तो सामान ठुलो पाथ्यो खतरा ह्याप्पी ह्याप्पी भयो दुईजना ह्याप्पी भयो निन्द्रा लाग्यो क्या तिमीलाई जुम 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 फेरि भिडियो अरे लु के कुरा गरेको दुईजना बनाउने हो कि भिडियो यिनी मिनीमै बनाउने बुढी ल ल तिमी रेडी हो ओके ओके फेरि त्यस्तै हिँड्नुपर्ने ल ल ल खतरा गरिदियो त हौ ल नयाँ भिडियो बने अब खै कसरी घुमाएको र तिमीले घुमाएको र भिडियो यस्तो घुमाइदिएको कला यस्तो यस्तो छ बहिनीको फेरि नाचेको हेर्नु साथीहरू के भनेको फेरि पहिले सेटअप बनाएर जानुभन्दा पहिला नि फोटो रे फेरि निस्केर भिडियो साथीहरू कहिले नि राति लिएर नहिँड्नु होला क्यामेरा माथि गर हात यहाँ यतापट्टि गर अन्त फेरि मलाई देखा बाहिरको नजारा हेर्नु तबसम्म यिनीहरू नाच्दै गर्छ अन्धेरो भइसकेको छ एकदमै साथीहरू पार्किङ लटको मान्छे नि गइसक्यो होला सबै गइसक्यो 10जना मान्छे यहाँ भर्खरै लु भिडियो सिडियो बनायो अब अगाडि हिँड्दैछ हिँड बुढी मेरो त कम्पा आयो त सुप खाएको त ओ भारत माता कि जय पनि रहेछ पर्दा के अरे पर्दा रे झन्डा इन्डियाको झन्डा हेर्न सक्नुहुन्छ साथीहरू हाम्रो शिलङ सेन्टर पोइन्ट हो सेन्टर पोइन्टमा यस्तो छ नजर रातिको 11 बजे रातिको 11 बजिसकेको छ चाहिन्न भाइ एडिट हुन्छ बादमा तिमीलाई हटाइदियो फोटो खिच्छौ राम्रै खडा हो न फोटो खिचिदिन्छु खडा हो फोटो खिचिदिन्छु भयो तिमीले खिच्ने हो पहिला र छ
यो हेर्न सक्नुहुन्छ यो पुलिस बजार साथीहरू मजा लिनुहोस् यता 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 गाडी आयो गाडी आयो भयो जाने के खिच्छ फोटो जाउँ एन्टर पोइन्ट अब राति एकछिनमा राम्रो देख्छ नि एउटा चिनो त राख्नु पर्यो नि त पुलिस बजारमा हो भनेर खिच्देऊ न बुढी दुईजनाको नानी देऊ म खिचिदिन्छु सुटिङ फुटिङ खाना फिटिङ सबै भयो अब घरतिर लाग्नुपर्छ आऊ यता हो बाटो पार्किङ ए फेरि ऊ पुरा बन्द बोकेर बस्छ पार्किङ त खाली भइदियो पुरै बजार मार्केट नि दिनमा कस्तो हल्ला हुन्छ हेलो गाइस हाउ आर यु Kong, ai quay. Thế lihat tuh. Lo jom साथीहरु के यही दुकान थापेर बस्ने शिलङमै यहाँ हामी थाप्छौँ यहाँ तिमी थापा दिनको 100 रुपियाँ भाडा सस्तो छ नि अलि खतरा भाग्यो त हो पछाडिने रे क्या मजा आउँथ्यो भाग्यो त तिमी कहाँबाट सिकेको यस्तो भाग्नु खतरा गर्छ त कहाँबाट सिक्यो यस्तो कला ओ भाइहरू यस्तो उपद्रो नि गर्छ बुढीले टाइम टाइममा तिमी नि गर त भाग त ल भाग न ल 1 2 3 गो ओ सेम भाग्दिएको यता 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 सेम भाग्दिएको हल्लु आयो 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 अब घर जाने बाटो आयो लु फाइनली आइपुग्यो पार्किङ हाम्रो गाडी भएर लु यहाँको गेट त बन्द गर्दैछ माथि गएर यहाँको गेट बन्द भएछ माथि एक्जिट होइन म त हो कि पानी हो यो साथीहरू साँच्चै पानी हो सिधा हेर न ल त साथीहरू गाडी नै एक्लै रहेछ हाम्रो बिचरा दोस्त गएछ गाडीको जानुपर्छ ल त हामी गरिनेको बाई बाई भनिदेऊ तिमी ल चमेली यता यति नै थियो भ्लग बाई साथी भनिदेऊ बाई बाई सी यु इन द नेक्स्ट भ्लग ल तिमी नै भनिदेऊ बाई बाई गुड नाइट साथीहरू बाई बाई गुड नाइट सी यु नेक्स्ट टाइम अब जानुपर्छ घर ल नरिसाउनु होला बाइकबाट हो तर हात